नमस्ते तपाईहरुलाई वेलकम छ नयाँ भिडियोमा। आज चाहिँ म यहाँ जोडनमा छु। जोडन चाहिँ नेपालीहरुको एउटा राजधानी भनौँ न। नेपालीहरुको राजधानीमा छु। बेस कामले गर्दाखेरि यहाँ आथे। त्यहाँबाट म घर फर्किदै छु। यहाँ फर्किने क्रममा यसो भिडियो बनाएर हेर्दा कस्तो लाग्छ यो अहिले म भित्र यो चक्करमा चाहिँ गल्ली यो चाहिँ अब मेन रोड हो, यो मेन हाइवे। कति राम्रो देखिँदैछ बिल्डिङहरू। नेपालीहरु बस्ने दाजुभाइ दिदीबहिनी धेरै हुनुहुन्छ यता पनि। दोकानहरु भयो, यस्तो किराना पसल के अब रेस्टुरेन्टहरु यस्तो धेरै छन् है यता हाम्रो नेपाली दाजुभाइहरु बसेका छन्। यहाँ त्यो बिल्डिङहरु ल्यान्डस त्यसै नेपाली के भन्छ नेपालीको राजधानी भन्दा जोडन। अन्त कस्तो दामी बाटो छ है। हामी भित्र घुमिरहेको छु जोडनभित्र। अहिले मैले जोडनमै छु। अब घुम्नु अब जोडनलाई छोड्यौँ भनौँ न। छोडेर अब हामी एकदम तुफान हाइवेतिर लाग्यो है। यतातिर नयाँ हाइवे, यो चाहिँ नयाँ भर्खर नयाँ सहरहरू बिल्डिङहरू बनाएको धेर भयो चाहिँ। अब चाहिँ म चाहिँ मेरो घर जाने बाटो लाग्यो अब हाइवे। हेर्नु हाइवेहरू कस्तो मजा बनाएको छ। कति हो लेन त कति लेन भन्ने यसलाई। ल हेर्नु त कस्तो मजा दुईपट्टि रुखहरू रोपिएको छ। तल गाडी कुद्दैछ, माथि गाडी कुद्दैछ। दायाँ माया जताततै गाडी मात्रै कुद्दैछ। उता पुल यता पुल कस्तो राम्रो घरहरू हेर लाग्ने घरहरू। एकछिनमा यहाँ नजिकै पनि यो ट्रेनको बाटो पनि छ। ट्रेन पनि कुद्छ, गाडी पनि कुद्छ, के छ कुद्छ, सबै कुद्छ। कस्तो दामी बनाएको छ। ओ माथि आकाशे पुल माथि आकाशे पुलहरू, गाडी कुद्ने पुल, के पुल हो। ल हेर्नु कति मजा। माथि पनि पुल, तल पनि मुनि चाहिँ त्यो ट्रेनको बाटो हो क्या। यो दाहिनेपट्टिको यो ट्रेनको बाटो। यो चाहिँ माथि एयरपोर्ट जान्छ, एयरपोर्ट एक्सप्रेसमा चाहिँ एयरपोर्ट जाने बाटो।
गाडीमा यता कुद्दैछ यो माथिको यो पुलहरू देख्नु पनि हाइवेहरू सबै यो कोही उता एयरपोर्ट जाने हाइवे नयाँ भर्खर बनाएको नयाँ 15 वर्ष जति भयो होला 15-16 वर्ष हेर्नु पुल माथि कति तल पुल माथि पुल दायाँ पुल आमा यो ल हेर्नुहोस् पुल हामीले पनि हाम्रो पनि श्रम परेको छ यहाँ अहिले चाहिँ निकै हाम्रो पार्टहरूले हेरिरहेको छ भने सम्झिनु होला यहाँ के भएको थियो भनेर नेपालीहरूको श्रम धेरै लागेको छ यताउति यसमा मेरो पनि अलिअलि लागेको छ ल पार्टनरहरू भिडियो हेर्दै हुनुहुन्छ सम्झिने के भएको थियो के गरेको थियो यताउति अहिले त कुन छैन होला पार्टनरहरू म त यो कति ताल लिइसकेँ यस्तो दामी भएछ सम्झिन केही थियो पहिला अहिले के भएछ हामीले काम गर्दा कस्तो थियो अहिले के भएछ विकास भनेको यसरी हुन्छ यो भिडियो हेर्नु मुन्ना भाइ कस्तो भयो हामीले बनाएको मुन्ना भाइ सम्झिनु मुन्ना भाइ केटाहरू ठाउँ ठाउँमा पुऱ्याइदिनु यो पुरानो पार्टनर अब यस्तो टनलभित्र छिर्यो कि यो टनललाई चाहिँ नेक्स्ट टनल हुन्छ यो यो चिनाले साह्रो हल्ला गरेर के साह्रो हल्ला गरेर डिस्टर्ब गरिरहेछ यो भित्र चाहिँ मैले देखाउनु खोजेँ त्यही भएर काटिदिएँ कस्तो स्पिड कुद्दैछ विकास भनेको यसरी हुन्छ क्या बोलेर हुँदैन चिनाहरूले यस्तो गरेर देखाउँछ कि गरेर देखाउँछ फेरि अर्को टनल छ यहाँ चाहिँ टोल फ्री हो यहाँ टोल फ्रीले चेन्ज गर्ने ठाउँ यहाँबाट आएर फेरि कता कता चेन्ज गर्न सक्छ यहाँ एक तल रोक्छ पिकअप र ड्रपअप हुन्छ यहाँ फेरि अर्को टनल आयो कुन टनल आयो यहाँ हेर्नुहोस् त दामी कस्तो दामी बनाएको छ साटिन हाइट टनल साटिन हाइट टनल साटिन हाइट लाइट भित्र कस्तो राम्रो बनाएको छ कस्तो सरर कुद्दो सरर कुद्दैछ है सरर लाइट यस्तोमा बसेर कुदेको छ गाडीभित्र यो चाहिँ मैले यसो किन गरेको भने साह्रो हल्ला गरेको हल्लालाई चाहिँ भगाउनुको लागि मैले यसो गरेको अरू के साह्रो हल्ला गरेको मान्छे यो चाहिँ बानी दिनाको नराम्रो यस्तो राम्रो ठाउँ चुप लागि गरेर हेर्नु सरर गइरहेछ है किन हल्ला गर्ने हेर्नु सरर भन्दै यसरी हुन्छ क्या सरर यहाँ विकास भनेको यसरी सरर हुन्छ फेरि अर्को टनल अगाडि कस्तो अर्को टनल आयो कि फेरि यो त अलिक छोटो छ होला विकास कसरी हुन्छ ले हिजो अस्ति नानी आउँदाखेरि केही थिएन सबै 10-15 वर्षको कमाल विकासहरू चाहिँ यो यति छिटो भएको टनलमाथि टनल ल अब चाहिँ फेरि दामी माथि पुलमा चढियो क्या पुल फेरि अब दायाँ पुल बायाँ पुल सिधा पुल पुलै पुल कति राम्रो
अब भने मेरो घर आइपुग्न आँट्यो मेरो त्यस सिटी चाहिँ आइपुग्यो भने साथी यहाँ त्यही देब्रेपट्टि लेफ्टपट्टि हेर्नेसँग के अरे यो ट्रेनको बाटो यहाँबाट पनि हिँड्छु म प्रायः यो ट्रेनको बाटोबाट आज चाहिँ गाडीबाट हिँडेको छु अब अगाडि हेर्नुहोस् जग्गा राम्रो राम्रो आउँछ हङकङको सिनहरू यस्तै घरहरू बिल्डिङहरू हो अब चाहिँ मेरो घर अब मेरो सहर चाहिँ छिरियो भन्नु यस्तो छ आपुनका सहर यस्तो छ क्या आफ्ना सहर भन्छ क्या यसलाई आफ्नो भनेको आफ्नै हुन्छ क्या जति खुसी भयो ल हेर्नुहोस् बाटो नाथे त के भन्दैन चारपट्टि बाटो हुन्छ कति हो कति बाटो कति हो बाटो चारैतिर बाटै बाटो सर अब यहाँ आइपुग्यो अब यो के भन्छ बस पार्क आइपुग्यो अब यहाँ कस्तो हुन्छ बस पार्क यताको हङकङको बस पार्कले हेर्नुहोस् हङकङको बस पार्क यस्तो हुन्छ भित्र चट्ट परेको केही हुँदैन पुरा मान्छे र बसको मात्रै चान्स दायामाहरूको चान्स छैन स्कुल बस अब भने मेरो घर आइपुग्न आँट्यो है अब मेरो बिदा हुने बेला भयो हाइवे नाथे त कति हो कति हाइवे ल हेर्नुहोस् हाइवे कति दामी ल कति रास्ता भन्छ चौरास्ता भन्छ हेर्नु चारपट्टि बाटो ल नेपालमा ट्राफिक भन्छ यहाँ ट्राफिक लाइटले नै सबै ल त आजलाई बिदा आइपुग्यो अब घर आफ्नो लाइक सेयर सब्सक्राइब ल अब फेरि नेक्स्ट भिडियो भेटौँ बाई बाई